जति पनि यो परमेश्वर पिता, परमेश्वर पुत्र, परमेश्वर पवित्र आत्मा प्रभु यीशु, हामी तपाईँलाई फेरि पनि यो समय धन्यवाद दिन्छौँ। किनभने प्रभु तपाईँको दया, कृपा, अनुग्रह र आशिष हामीले राख्नुभयो। हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आज 3 दिनको जुन पनि दिनमा जुन कन्भेन्सनमा तपाईँको दास र तपाईँले तयारी गर्नुभयो, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। साँच्चै हामीले गरेको प्रार्थना पनि तपाईँले आफ्नो दासलाई कमजोरता दुर्बलता भएको आत्मामा बलियो पारेर तपाईँले आजको दिनसम्म खडा गर्नुभएको हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हो पिता, आज जे जति पनि हामीले गऱ्यौँ तपाईँको नै महिमा, तपाईँको नै प्रशंसा गरेर गएको पिता। सबै कुरोमा तपाईँले हामीलाई सहायता गर्नुभयो। हरेक कुरोमा तपाईँ अघि बढेर तपाईँको निगाह कृपा दृष्टि हामी एक एक माथि मण्डलीमाथि राख्नुभएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौँ। धन्यवाद छ प्रभु। आजको दिनमा फेरि पनि आफ्नो छोरा आफ्नो घरतिर गइरहेको छ प्रभु। विशेष गरी उहाँको यात्रालाई तपाईँको हातमा जिम्मा दिन्छौँ। कुनै पनि नराम्रो कुराहरूदेखि तपाईँले बचाउनुहोस् प्रभु। उहाँहरूमाथि स्वर्गदूतको पहरा राखिदिनुहोस् प्रभु। जबसम्म आफ्नो घरमा उहाँहरू पुग्दैन तबसम्म तपाईँको निगाह कृपा दृष्टि उहाँहरूमाथि बनाइराख्नुहोस्। फेरि पनि मेरो बाबुहरू फर्केर आउनुपर्छ पिता। उहाँहरूको साथमा पनि तपाईँ रहनुहोस्। तपाईँको नै महिमा, तपाईँको प्रशंसा भएर गएको होस् भने सबै कुरोको निम्ति धन्यवाद 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 दिँदै यो छोटो बिना निम्ति माग्छु। हामीलाई पनि माया गर्नुहुने परमेश्वर पिता परमेश्वरको नाममा जसले प्रार्थना गर्न सिकाउनु भयो। हाम्रा स्वर्गमा विराजमान हुनुहोस् पिता, तपाईँको नाम तपाईँको राज्य होस्, तपाईँको इच्छा जस्तो स्वर्गमा त्यस्तै यस पृथ्वीमा हाम्रो दिनभरिको रोटी चाहिँ हामीलाई दिनुहोस् अनि अपराध क्षमा गर्नुहोस् जसरी हामीले अपराधीलाई क्षमा गरेको छौँ। हामीलाई परीक्षामा नल्याउनुहोस् र दुष्टदेखि बचाउनुहोस्, किनभने राज्य पराक्रम महिमा सदा सर्वदा तपाईँकै हो। आमेन। धन्यवाद 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 चढाउँछौ तपाईँलाई परमेश्वर पिता पुत्र पवित्र सृष्टिकर्ता मुक्तिदाता शान्तिदाता। आमीन। जय मसीह जय मसीह जय मसीह जय मसीह जय मसीह जय मसीह जय मसीह।